नेपालको एकदम प्रसिद्ध जमिन मध्येमा 5 खल एउटा हो। यो 5 खलमा आर्मीको सबभन्दा बढी ठुलो चाहिँ नि क्याम्प पनि यही नै छ र देख्न पनि अति रमणीय भयङ्कर ठुलो। पहिला यसलाई यो राजधानी बनाउने भन्ने पनि कुरा थियो राणाकालीन अवस्थामा। त्यति बेला पनि चर्चा थियो। यो भौगोलिक स्थितिले यहाँको खेतीयोग्य जमिन र सबै कुरा बनावट एकदम राम्रो छ। आज चाहिँ नि हामी पलाञ्चोक भगवतीको दर्शन गरेर अब फर्काउँदैछौँ। यता अब एकदम प्यारी घनिष्ठ प्यारी बुढी यता यो उता यो चाहिँ नि नाति। अब यसको चाहिँ नि बाबा ऊ त्यो बाबा खै आमा खै खै मम्मी खै बुवा खै बुवा खै बुवा कहाँ उता देखाउँछ यहाँ